हेलो आज चाहिँ मैले केही सामान अनबक्सिङ गर्दैछु है त। सो हजुर पनि मसँग लाग्थ्यो होला के रहेछ अनबक्सिङ है। मैले त खासै यति चाहिँ खुसिया थिएँ अनि फेरि यस्तो याद आयो कि अब सँगै अनबक्सिङ गरौँ न त आज भनेर है। त्यसैले मैले एकदम मोस्ट वेटेड मेरो एउटा पार्सल थियो कि अनि त्यसको लागि यो अनबक्सिङ गर्दैछु। खोलेको छैन यो त्यो छ एकदम फुट्ने सामान भनेको छ। समथिङ फ्रोजाइल आइटमै छ मसँग होइन। अब के चाहिँ होला त एकदमै मोस्ट वेटेड हो कि मेरो सबै ल्याउँछ भनेर बसेको है। सँगै मैले यो खोल्दैछु है हजुरसँगै हेरौँ है त के होला त यो मैले जापानले पठाइदिनु भयो भनेर भनेको थिएँ। यो मन परेको सामान है। बबल ऱ्याप कति धेरै बबल ऱ्याप गरेर पठाइदिनु भएको छ कि फेरि अब यो चाहिँ यो बबल ऱ्याप चाहिँ तपाईँहरू के गर्नुहुन्छ थाहा छैन। म चाहिँ यस्तो होइन फेरि अल्छी लागेर यही है। यो चाहिँ वर्ल्डको मोस्ट फ्री खै के भन्छ इम्पल्सिभ मध्ये एउटा पर्छ अरे कि हेबिट होइन। टक्क अगाडि आएपछि होइन रेस्ट गर्नै नसकिने क्या ट्याप गर्दै राख। अब मैले देखाउँदैछु त यस्तो वेट गरिरहेको थिएँ मैले यसको लागि। हेर्नुहोस् त फाइनली यो के हो ओइल जार होइन है। यो हो फाइनली यो ग्लास बोतल मैले पाइसकेको छु। ओके त है बिरको पनि भएको स्टिलको बिरको छ। अनि यो चाहिँ यसमा चाहिँ तपाईँको बोइल वाटर बोइल भनेर तुरुन्तै एकदम भक्क उम्रेको कति हाल्ने चाहिँ होइन। तर हिट रेजिस्टेन्ट चाहिँ भनेर भनेको थियो यसमा है। त्यही भएर चाहिँ मैले चाहिँ ल्याएको छु किनभने कहिलेकाहीँ अलिक मनतातो पानी पनि राख्न मिलोस् न भन्ने हिसाबले है। अनि यस्तो कस्तो राम्रो हिट रेजिस्टेन्ट पनि भनेको छ यसमा। एनिवेज वरेभर त्यस्तो त्यो ढकढक उम्रेको पानी राख्ने होइन होइन। यो चाहिँ यसो टक्क रुममा राख्नको लागि अर्को जगहरू छ कि अनि यस्तो हुन्छ कि कहिले कता फर्कमा हुन्छ कि हुँदैन थाहा छैन। यो अहिले रेनी सिजनमा भएर हो कि आई डोन्ट नो यस्तो कमिला छिरिरहेको हुन्छ कि खाने बेला हेर पङ्लङ कमिला तरिरहेको है। त्यही भएर मैले चाहिँ यो ल्याएँ। अब यो चाहिँ टक्क भयो अनिखेर ग्लास कोसमा जारमा खानु त्यो राम्रो पनि हो होइन। प्लास्टिकको बोतलमा आई डोन्ट प्रिफर त्यही भनेर मैले जग ल्याएको थिएँ होइन। यस्तो जगहरू चाहिँ यस्तो जगहरू मसँग थुप्रै छ कि भेराइटीको छ है। म एकदम यस्तो ग्लासको जारहरूको एकदम फ्यान हो। फेरि यस्तो राम्रो देख्यो भने म त ल्याइहाल्छु कि फेरि भए पनि ल्याउने एक्स्ट्रा किनभने राम्रै हो नि त होइन। यसमा पानी खानु त कुनै प्ले रुममा कुनै सिटिङ रुममा कुनै कुन रुममा सब रुममा चाहिँ यस्तै मेरो घरमा आउनु भने चाहिँ यस्तो मात्रै देख्न सक्नुहुन्छ। अब फाइनली यो पाएँ मैले। सो दिस इज यसमा चाहिँ यो कमिला छिर्ने कि यो पाल हुन्छ नि यस्तोबाट साइडबाट यस्तो भयो नि त। यसमा त मजाले कमिला छिरिहाल्छ है। बिर्कोमा लगाएको चिनी के अरे कुनै चिनीमा कसरी पस्यो कमिला भने जस्तो होइन। बिर्को लगाएको डब्बामा त छिर्छ। सो होपफुली यसमा चाहिँ नछिर्ला है किनभने यसमा डबल यो यस्तो पनि हुँदो रहेछ। आइम सो ह्याप्पी थ्याङ्क यू ला